नमस्ते हजुरहरु सबैजनालाई मेरो YouTube ब्लगमा स्वागत छ। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अहिले चाहिँ म कहाँ छु भने नेपालमा छु, दिदीको घरमा छु। आज चाहिँ हामी फिल्म हेर्न जाँदै छौं है, नेपाली फिल्म। मेरो चाहिँ यो फिल्म 15 वर्षपछिको फिल्म हो है, नेपाली फिल्म हलमा हेरेको। पहिला हामीले गंगाहाल हुँदाखेरि हेरेको थियो, अहिले त गंगाहाल छैन है, बालाजुमा माछापोखरीमा 15-16 वर्ष अगाडि नै हेरेको थिएँ ल। कुन फिल्म भने बयान केसीको म त तिमी बिना मरिहाल्छु नि भन्ने फिल्म एकदम राम्रो थियो। आज चाहिँ उहाँ र उहाँको छोराको फिल्म जेरी अन द टप्स हो के हो जस अनमोल केसीको हेर्न जाँदैछु। राम्रो छ भन्ने सुनेको थिएँ, के कस्तो छ। हामी चाहिँ गङ्गापुरमा जाँदैछौँ। बिजी महल हुन्छ कि लप्सी महल, 2 बजेको सो छ। खाना खायो रेडी भएर जाउँ है, मसित हजुरहरू पनि सँगसँगै। छोरी पनि निस्क्यो। के फिल्म जेरी अन द टप, जेरी अन द टप भना छ। दिदी निक्लिसक्यो, अब हामी चाहिँ हिँड्ने। फिल्म नजिकै छ यहाँबाट है, 2 बजेको सो है, 2 बजेको सो। फिल्म हेर्दै खाने खाजा ए हो, निक्ल्यो है अहिले चाहिँ। दिदीले पनि ढल्काइदियो चस्मा। यो चाहिँ अनुहार ठुलो भयो क्या चस्मा। तिमी पनि ढल्काउने हो कि नढल्काउ। हामी चाहिँ जाँदैछौँ 10 मिनटमा, ठ्याक्क दिदी घरबाट 10 मिनटमा पुगिन्छ। अब हामी चाहिँ पुग्न लाग्यो। गङ्गापुर बस पार्क आइपुग्यो हामी चाहिँ ठ्याक्कै 10 मिनटमा। 2 बज्यो। सुरु भनेर छुट्टीहरू चाहिँ के हो हाम्रो है, बस गऱ्यो। लप्सी महल चाहिँ आइपुग्यो। फर्स्ट टाइम आयो हलमा। महलभित्र छिर्यौँ, अब हलमा जाँदैछौँ। फर्स्ट टाइम आयो नेपाल आएपछि फिल्म हेर्न। नेपाली फिल्म हेऱ्यो 16 years भने केसीको म तिमी बिना मरिहाल्छु भन्ने गङ्गाहालमा। अहिले छोराको हेऱ्यो। कस्तो लाग्यो मुभी ल भनेपछि रिभ्यू? नर्मल स्टोरी। मैले चाहिँ कपबाट चाहिँ
बाट चाहिँ भिडियो लिइरहेको छु है। यो चाहिँ लोक्से महल भन्ने गङ्गोपुमा छ, फर्स्ट टाइम आएको हो म। अनि यो प्रिन्सिपेल हेयर टपमा चाहिँ राम्रो भ्यू देख्दा रहेछ क्या, कहाँ कहाँ कता कुन ठाउँ रहेछ अलिक ठम्ब्याउनै सकेन है। आयात होटेल हो कि कुन हो, पोखा पश्चिम